7जना चाहिँ मैले यहीँ बसेर बगाएर लिएर गएँ देखेँ नै आँखा अगाडि नै लिएर गएँ सर हात यसरी दिइरहेछ को बचाउनु जाने त्यहाँसम्म मैले कसैको आमा लिएर गयो कसैको बाउ लिएर गयो कसैको छोराछोरी लिएर गयो हेलिकप्टरले रातो झन्डा यसो उडाइरहेको थियो भाग भाग सबै खाना खाने टाइममा परेछ कि सबै हजुर त्यही मैले त देखेन अरूले त्यसै भन्दै थियो कि बजारतिरको अब हस्बेन्डलाई पनि मैले बल्ल बल्ल ताने भएर मात्रै बजेछ अब हाई स्कुलतिर कति पर्यो बजारको मान्छे कति पर्यो त्यो गन्ती साथै नै छैन म चाहिँ यहाँ भाँडा मात्नला सर अनि गुटुटुटुङ गरेर मैले त भुइँचा लाग्यो भने मासतिर हेरेँ सर माथि हेर्दाखेरि त त्यो छाल पानी यहाँ आइसकेपछि म भागेर अनि बुढालाई तानेको नत्र आज बुढाबुढी नै जान्थ्यो मेरो पनि आज बिहानकै अवस्था हजुर 9:30 बजेको भएको छ यहाँभन्दा पहिला कति आउँथ्यो यो खोलामा पानी यो खोला त देख्नै थिएन नि सर यहाँबाट यो त पुरै फार्म हाउस हो यो बागमनी फार्म हो उ त्यो कारागार हो हैन यहाँ घरहरू थिए पुरै यहाँ त घर थिएन यो त पुरै बङ्गेछै हो नि सर त्यहाँ पारीबाट 7जना बगाएर लिएर गयो त्यो उतापट्टि कबाडी थियो ग्यास फ्याक्ट्री त्यहाँ कतिजना लग्यो त्यो अनुमान भएन 7जना चाहिँ मैले यहीँ बसेर बगाएर लिएर गएँ देखेँ नै आँखा अगाडि नै लिएर गएँ सर हात यसरी दिइरहेछ को बचाउनु जाने त्यहाँसम्म मैले अब हस्बेन्डलाई पनि मैले बल्ल बल्ल ताने भएर मात्रै बजेछ अब लाउने साउनु लुगा केही पनि भएन अब ज्यान बज्यो सबैभन्दा ठुलो कुरो त्यही हो हस्बेन्ड पनि भर्खर आएको बाहिर प्रोसेस चलिरहेछ अब आउने बेला भयो भने थियो अब कागजपत्र सबै केही पनि छैन निकाल्न सकेन सर अब जे थियो सबै बगायो अब गयो अब निकाल्न नसक्ने अवस्था भयो अब गएको म अघि यति गहिरो दबदबेर चाहिँ डराएर आएँ म माथि पसेको म अझ सक्छ भने निकाल्छु भनेर सकेन मैले अब तपाईँ जस्तो यस्तो पीडित कसरी जिन्दगी चल्छ भन्ने सोचिरहेको छु त अब माइतीमा बाँच्छ अब माइतीमा गएर बस्छौँ होइन म त बस्छुँला अब अरू बजारको स्कुलको बच्चाहरू स्टुडेन्ट कति पर्यो होइन अब हाई स्कुलतिर कति पर्यो बजारको मान्छे कति पर्यो त्यो गन्ती साथै नै छैन सर छैन सबैजना मेरो माइतीमा माथि बसिरहेछ सबैजना के गर्ने सर अब सूचना जानकारी केही आएको थिएन केही छैन बिहान चाहिँ बजारतिर चाहिँ सूचना आएको थियो रे मैले त सुनेन होइन अब यहाँबाट त सरहरू जानु भएको थियो हामीलाई त सुनाएन सर अब नभएको कुरा त थाहा भएन पछि त हेलिकप्टरले रातो झन्डा यसो उडाइरहेको थियो रे भाग भाग सबै खाना खाने टाइममा परेछ कि सबै हजुर त्यही मैले त देखेन अरूले त्यसै भन्दै थियो कि बजारतिरको मान्छेले अब मान्छे बजारको मान्छेको त केही पनि छैन कि कसैको आमा लिएर गयो कसैको बाउ लिएर गयो कसैको छोराछोरी लिएर गयो कसले मेरो भदा पनि बाँच्यो बगार्यो पेट्रोल पम्पनिर मात्रै थियो अरे अब ऊ अगाडि ऊ पछाडि एकछिनको यो खोला तपाईँहरूले सर यो त नर्मली अहिले देखेको त कति बगे केही थाहा नै छैन हामीलाई जानै दिएन अब थाहा नै छैन भन्नु न सर अब होइन मैले चाहिँ अनुमान लगाएको थिएँ त्यति चाहिँ छ अब त्योभन्दा त थाहा भएन मलाई चाहिँ अब माथि अब हेलिकप्टरबाट तानिरहेको थियो बिहानसम्म अब 12-1 बजीसम्म अघिसम्म तानिरहेको थियो पारीको अब अहिलेको यो अवस्थामा राज्यले के गर्दै हुन्थ्यो दिदी के गर्दै हुन्थ्यो जस्तो लाग्छ पहिला अब सहयोग गर्न पर्यो होइन अब जति गएको छ अब केही दिएर अब गरे भने त हुन्थ्यो अब हेर्नु त मान्छेको बासै छैन अब कहाँ गएर बस्नु तपाईँहरूले सर मसँग के हेर्नुहुन्छ यो फार्म पुरा हेर्न जान्नु सर अनि पो हुन्छ केही पनि छैन अब कुरा नगरौँ न अब हेर्नु उहाँहरूको केही छैन वस्तु भाउ सबै लिएर गयो मान्छे बस्यो हेर्नु अब के गर्ने सर अब राज्यले गर्दै त हुन्थ्यो नि अहिले हामी भोकै पानी 1 बोतल पानी खान पाएको छैन राज्यले के गर्छ र हामीलाई केही पनि गर्दैन सर अब आफूले अब सबैभन्दा ज्यान बाँच्यो भगवान्को कृपाले ज्यान बाँच्यो श्यामलेश्वर बाबा जीवितै हुनुहुन्छ होइन ईश्वरले अब एउटा न एउटा बाटो दिएर त्यही होला राज्यले केही गर्दैन सर 1 बोतल पानी दिन पाए भए खान पाए भए अहिले कति हुन्छ मान्छे हेर्न जानु त माथि मेरो माइतीमा डाँडामा कति भोकै छ बिहान मैले 20 कप भन्दा बढी चिया पकाएर खान्दिएर पानी ओसाएर खान्दिएर आएको मेरो 90 वर्षको बुढी आमा छ के गरे त राज्यले केही नि गर्दैन सर अब सान्ताना दिने हो भन्ने हो त्यही भनेर बस्ने हो सर अब के भन्ने सर अब पहिलाको जस्तै यो बजार फेरि उठ्ला र त्यति लाग्छ त्यस्तो तपाईँलाई अब हेरौँ सबैको अब मेरो एउटा साथी दाइ त अब डिप्रेसनमै जाने भयो उसको 3 तला 4 तलाको घर थियो है यही असोजमै फिन्सिङ हुनेर बस्ने भने हेर्नु उसको घर त जग्गैदेखिबाट गाडी जग्गैदेखिबाट लिएर गयो उसको आमै लिएर गयो औषधि खाएर बसिरहेको छ मेरो माथि बारी गर्ने के हस्